हामी चाहन्छौँ कि शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयहरू राज्यको दायित्वभित्र जाओस् र अन्ततः त्यो निःशुल्क होस् भन्ने हाम्रो चाहना छ र आउने दिनमा हामी त्यसको निम्ति आफ्नो ठाउँबाट प्रयास गर्ने विश्वास पनि म तपाईहरुलाई दिलाउन चाहन्छु। मैले अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्नु छैन, निर्वाचन मुखैमा आइपुगेको छ। मलाई खुसी छ, सबभन्दा पहिला जेएनजी आन्दोलन पछि देखा परेको परिस्थिति, नयाँ परिस्थितिमा सार्वजनिक रूपमा अगाडि बढ्ने र यो देशलाई सहज निकास दिने अब निर्वाचन मात्रै सबभन्दा राम्रो विकल्प हो। अन्य विकल्पतिर सोच्यो भने देश फेरि अर्को दुर्घटनामा पर्न पनि सक्छ भन्ने पहिलो पार्टी र नेतृत्वको हैसियतले अहिले हामी आज निर्वाचन प्रक्रियामा बन्द सूची प्रस्तुत गर्दै गर्दा म खुसी व्यक्त गर्न चाहन्छु र सबै राजनीतिक दलहरू पनि विभिन्न रूपमा उतार चढावहरू हुँदै अहिले निर्वाचनबाट नै देशमा राजनीतिक स्थायित्वतिर, स्थिरतातिर र अनि विकासको एउटा नयाँ प्रक्रियातिर लान सकिन्छ भनेर सबै सहभागी हुने जो वातावरण बनेको छ, म सबैलाई पनि धन्यवाद भन्न चाहन्छु। अन्ततः नेपाली जनताको एकता, नेपालका राजनीतिक दल, विभिन्न सङ्घ संस्था, बुद्धिजीवी, नागरिक समाज, पत्रकार सबैको सामूहिक प्रयासले नै सङ्कटमा परेको राष्ट्रलाई निकास दिने, अराजकता फैलिने हो कि भन्ने सन्तास र आशंकाबाट देशलाई मुक्त गर्ने जिम्मेवारी हामी सबैको एकतामा छ। त्यसमाथि पनि युवा विद्यार्थी भाइ बहिनीहरूको काँधमा अझ ठुलो जिम्मेवारी छ, किनकि जेएनजी आन्दोलन जे भयो त्यो युवा र मुख्यतः नवयुवा, जसलाई जेएनजी पुस्ताका युवा भनिएको छ। अहिले एउटा असाध्य राम्रो कुरा के हो भने नयाँ युवाहरू राजनीतिप्रति रुचि राख्दैनन्, बडो त्यसबाट विमुख छन् भन्ने जो कन्फ्युजन थियो, जेएनजी आन्दोलनले होइन, देशको परिस्थितिबारे, शासन सत्ताको शैलीबारे सबै विषयमा नवयुवाहरू पनि, जेएनजी पुस्ताका युवाहरू पनि सचेत छन्। सचेत मात्रै होइन, जिम्मेवारीपूर्वक आन्दोलित हुन चाहेका छन् भन्ने कुरा 23 गते भदौले देखाएको छ। म ती सबै युवाहरूलाई धन्यवाद पनि भन्न चाहन्छु र अब आवश्यकता छ हामी शान्तिपूर्ण रूपले र चाहिँ लोकतान्त्रिक तरिकाले देशलाई निकास दिउँ।